काठमाडौँ कसले बनाएको काठमाडौँमा बनाएको एउटा घर छ रे जो काठले एउटै रुखको काठले बनाएको भन्ने खालको धन्यवाद किंवदन्ती छ। धन्यवाद। यो आखिरी वास्तवमा भने अहिलेको पिँढीहरूलाई अति आवश्यक छ यो कुरा हैन। र भन्दै पनि हामी यो कुरालाई अलिकति दुखी पनि छौँ। अहिले त्यस्तै एनजिओका हिन्दूवादी सम्प्रदाय छिमेकीबाट चलेका गुरुहरू र कानुनबाट चलेका राजनीतिकर्ताहरूले के गरिरहेछन् त भन्नुहुन्छ भनेखेरि यो देश नेपाल भनेको त भारतबाट आएको जोगीले नाम राखिदिए अरे भनिरहेछन्। एउटा पुराणमा त्यस्तै पुराण निकालेको छ अरे यिनीहरूले। के भने भारतबाट आएर उत्तरापन्त हाम्रो हिमालमा आएर तपस्या गर्यो रे, त्यो ऋषि चाहिँ मर्यो रे, मरिसकेपछि त्यो ऋषिको नाम चाहिँ नेमी भन्ने ऋषि थियो रे, उसले नै नेपाल भन्ने नाम राखिदिए अरे भन्छ होइन। अहिलेको भावीको पुस्ताहरूलाई अहिले यिनीहरूले यो गरिरहेछ त भन्नुहुन्छ भने भावी पुस्ताहरूलाई यो अल्प विद्या र अल्प शिक्षाको कारणले गर्दाखेरि हाम्रो नेपालको इतिहास मेटिएको छ। तपाईँले सोधिहाल्नुभयो र प्रश्न नहेरेको भए हेर्न जानु होला। देवी भागवतमा पनि पाउँछ, भागवतमा पनि पाउँछ। सृष्टिको पहिलो क्रममा माटो बनाउने बेलामा या माटो हुने बेलामा यो भूमि पहिला सत्यवती भन्ने नामले भयो। सत्यवती, त्यसलाई सत्ययुग पनि भनिन्छ होइन। अब सत्यवतीको नाम पछाडि सत्ययुगको प्रादुर्भाव पछाडि त्रेतायुगमा तपस्वपनवती भन्ने भयो। यानि कि मनुष्यहरू तपस्या गर्न आएको हो, सुम्पिन आएको हो भन्ने भयो होइन। अब द्वापर युगमा जुन कृष्णको कुरा गर्छन्, द्वापर युगमा भइसकेपछि यसलाई चाहिँ मुक्ति सोपनवती भन्यो। मनुष्य चोलाबाट मात्रै मुक्ति हुन सकिन्छ भन्यो स्टेट होइन, सर्टकट भाषा। अब त्यो भइसकेपछि जब कलियुगको सुरु भइसकेपछि मुक्ति सोपनवतीकी छोरी नैतपाल भन्ने भयो। त्यही भएर अहिले हामी धरापमा छौँ। यो ने भन्ने शब्द अहिले काटेर भारत पाल हुने हो कि चाइना पाल हुने हो कि अमेरिका पाल हुने हो, नेपाल बडा डेन्जरमा पुगेको छ। अर्थ नेतपाल भन्ने छँदाखेरि हाम्रो नेतपालको इतिहास चाहिँ के थियो त भन्ने कुरा आयो। अहिले लोकुन थापालाई गाडेको ठाउँमा बडै पिपल र बरको वृक्षको बिचमा टुनीको वृक्ष आएको थियो। त्यतिखेरसम्म भनिन्थ्यो भिरकुटी तारा उदाइन उत्तर चीन तीबाट सीताले सारा भिजाइन दक्षिण लङ्का भारत। यो इतिहास पढ्नै परि पनि थियो र त्यो सनातन यानि कि नेतपालको इतिहास भनेको त्यही एउटा वृक्ष थियो। त्यो वृक्षको खेतमा मगिर महिनामा धानहरू अन्नपाली भित्रिसकेपछि प्रत्येक जातिका धर्मका व्यक्तिहरूले लिएर गएर कचौराहरू र काँसका डबकाहरू र भाँडाहरू लिएर गएर वृक्षमा लगेर चढाउँथे। अब नेपालमा पृथ्वीनारायण शाहको पालामा 4 जाति 36 वर्णलाई एकीकरण गर्ने बेलामा इन्डिया इस्ट इन्डियाले र अङ्ग्रेजहरूले दबाब दिए।